तिमी कडा मेहनत गर्छौ तर किन पैसा अझै टाढै छ? सायद समस्या मेहनतमा होइन, सोच्ने तरिकामा छ। द साइन्स अफ गेटिङ रिचले भन्छ, धन भाग्य होइन, रहस्य पनि होइन, यो नियम अनुसार काम गर्ने विज्ञान हो जसलाई जो कोहीले सिक्न सक्छ। एकपटक यो विचार मनमा पस्यो भने धनलाई तिमी फरक आँखाले हेर्न थाल्छौ। लेसन 1, अभावको सोच होइन, प्रचुरताको सोच। तिमीले अभावमा सोच्यौ भने अभाव नै बढ्छ, प्रचुरतामा सोच्यौ भने अवसर देखिन थाल्छ। पुस्तक भन्छ, धन सीमित छैन, समस्या पैसाको कमी होइन, विश्वासको कमी हो। धेरै मानिस भन्छन् अरू धनी भए मेरो भाग घट्छ। यो सोचले तिमीलाई लडाईको मोडमा राख्छ। एउटै बजारमा दुई पसल छन्, एकले सोच्छ ग्राहक कम छन्, अर्कोले सोच्छ सेवा राम्रो गरे ग्राहक आफै आउँछन्। दोस्रो पसल बिस्तारै बढ्छ। धन प्रतिस्पर्धाबाट होइन, सहकार्यबाट आउँछ। आजैबाट यो वाक्य अभ्यास गर, धन पर्याप्त छ र म त्यसमा आफ्नो ठाउँ बनाउँदैछु। दिनमा 3 पटक मनमनै दोहोर्याऊ। लेसन 2, चाहना र स्पष्टता बराबर शक्ति। धन चाहनु गलत होइन, अस्पष्ट चाहना नै समस्या हो। धेरैको चाहना यस्तो हुन्छ, थोरै पैसा भए हुन्थ्यो। पुस्तक भन्छ, धन आधा आधा आउँदैन, स्पष्ट सोचलाई मात्र प्रतिक्रिया दिन्छ। यदि तिमी गाडी किन्न जाँदैछौ भने केवल एउटा गाडी चाहदैनौ, रङ, मोडल, बजेट सबै स्पष्ट हुन्छ। धन पनि त्यस्तै हो। ब्रह्माण्ड धुन्धलो आदेश मान्दैन, ब्रह्माण्ड अस्पष्ट आदेश मान्दैन। कागज निकाल, स्पष्ट लेख कति आम्दानी चाहिन्छ, किन चाहिन्छ, त्यो आएपछि जीवन कस्तो देखिन्छ। भावना जोड, स्पष्टता नै शक्ति हो। लेसन 3, सोच्ने तरिका परिवर्तन गर, काम आफै बदलिन्छ। पुस्तक भन्छ, धनी बन्नु भनेको धेरै काम गर्नु होइन, ठिक तरिकाले सोचेर काम गर्नु हो। धेरै मानिस कम्पिटिसन मोडमा बाँच्छन्, अरूलाई हराउन खोज्छन्, यो थकाउने बाटो हो। पुस्तकले भन्छ, क्रिएटिभ मोडमा जाऊ, नयाँ मूल्य सिर्जना गर। एउटै काम 2 जनाले गर्छन्, एकले केवल पैसा हेर्छ, अर्कोले भन्छ म कसरी यो कामबाट मानिसको जीवन सजिलो बनाउन सक्छु। दोस्रो व्यक्ति लामो समय टिक्छ, धन उसको पछि लाग्छ। धन उद्देश्य होइन, परिणाम हो। आफ्नो काममा यो प्रश्न सोध, म कसरी अलिकति बढी मूल्य दिन सक्छु। सानो सुधार पनि ठूलो असर बन्छ। लेसन 4, विश्वास, कृतज्ञता र निरन्तरता। सोच बदल्न साथ धन भोलि नै आउँदैन, तर प्रक्रिया सुरु भइसकेको हुन्छ। पुस्तकले जोड दिन्छ, विश्वास, कृतज्ञता र निरन्तर कार्य। कृतज्ञता किनकि कृतज्ञ मन डरमा हुँदैन। एउटै अवस्थामा 2 व्यक्ति, एक गुनासो गर्छ, अर्को शिक्ष र धन्यवाद दिन्छ। दोस्रो व्यक्तिको निर्णय स्पष्ट हुन्छ, डर भएको ठाउँमा धन टिक्दैन। आज राति 3 कुरा लेख जसका लागि तिमी आभारी छौ, पैसासँग सम्बन्धित वा नभए पनि। द साइन्स अफ गेटिङ रिचले एउटा गहिरो कुरा सम्झाउँछ, धन बाहिर खोज्नु अघि आफ्नो सोच भित्र खोज। जब तिमी अभाव होइन, सम्भावनामा बस्छौ, जीवनले फरक ढोका खोल्न थाल्छ। अब सोच, यदि धन तिमीबाट टाढा छैन तर तिम्रो पुरानो सोचबाट मात्र रोकिएको छ भने आज तिमी के छोड्न तयार छौ? तिम्रो पुरानो सोच।